आज हामीले हाम्रो छोरीलाई मणिचुन दहको हाइकिङ लिएर जाँदैछौँ। आफ्नो 10 मन्थको फर्स्ट हाइकिङ जान पाउँदा छोरी पनि निकै एक्साइटेड भएकी छ। ललितपुर पुलचोकदेखि मणिचुन दहको दूरी 30 किलोमिटर भएको हुनाले हामीले यात्रा सुरु गर्यौँ मोटरसाइकलबाट। मोटरसाइकलको यात्रा गर्न पाउँदा छोरी पनि निकै खुसी हुन्छन्। आउँछ चोले खुसी भएर टाइम दिनु लङ हो अगर किरा फटाक्न आउँछ नि त। हामीलाई हाई गल्ती आज मेरो फर्स्ट हाइक हो भनेर हामीले भर्खरै हाइकिङ सुरु गरेको थियौँ, तर एक्कासी हामी चाहिँ पानी परेर यहाँ कुरिरहेको छौँ। हाम्रो यात्रा बिजोग भयो अनि सब पानी पर्न अलिक कम भएपछि फेरि हामीले हाइकिङ यात्रा सुरु गर्यौँ। यो ठाउँ समुद्री सतहबाट 7874 फिटको हाइटमा रहेछ। अत्याधिक पानी परेको कारणले गर्दा एकदमै चिसो महसुस भइरहेको थियो। चिसो लाग्ने डरले गर्दाखेरि हामीले छोरीलाई धेरै बेर राख्न सकेनौँ अनि हामी फर्क्यौँ।